So we are at Kapurkot guys. दाङदेखि पनि आइसक्यो. So यहाँ आएर चाहिँ इन्डियन केरा टेस्ट गर्यो. इन्डियन केरा टेस्ट गरेपछि नेपाली लोकल केरा पाइन्छ भनेको. यस्तो छ यहाँको भ्यू चाहिँ टक्क आएर. अहिले चाहिँ इन्डिया केरा नेपाली मार्केटमा इन्डियन. यो त हाम्रो गाडी भएर यस्तो छ गाडी टक्क. अरू भिडियो चाहिँ बनाएको छैन मैले यता दाङदेखि आएको. अहिले चाहिँ म दाङदेखि आएको. अस्ति काठमाडौँदेखि दाङ बसेर अनि दाङदेखि आएको चाहिँ अहिले चाहिँ म खलङ्गा रुकुम खलङ्गा जाँदैछु. सो लेट्स सी गाइस के हुन्छ अगाडि. स्टे ट्युन म देखाउँदै गर्नेछु. सो अहिले चाहिँ 11 बजिसकेको छ. हामीलाई खाना रोकेको थियो यहाँ सल्यानमै छु मैले नि राइट नाउ. हामी यहाँ खाना रोकेको थियो. यो ठाउँ चाहिँ थाहा भएन तर एकदम बेस्ट छ क्या ठाउँ. यतातिर यहाँ खोला रहेछ यता सर यता लगाएर यो त हो खाना खाने ठाउँ चाहिँ. खाना रोकेको थियो तर मैले चाहिँ खाजा मात्रै खाएँ. चाउमिन खाएको. एक प्लेट चाउमिन अर्डर हानेको. चाउमिन त आमा एकदम धेरै हुने रहेछ. जोस् फुल्ली नै भयो जोस्. अरू ठाउँ भएको भए त्यो चाउमिन यति थोरै हालिदिन्थ्यो होला तर यहाँ चाहिँ त्यस्तो ठगी धन्दा रहन्छ. जोस् चाउमिन चाहिँ 100को टक्क 100 भन्दा पनि धेरै थियो. चाउमिन चाहिँ 100को भन्दा पनि धेरै थियो. चाउमिन इनफ भयो. अनि एउटा कोक किनेको छु त्यही हो. अरूले खाना खाइरहेछन् म चाहिँ यत्तिकै अब घाम तापिरहेको छु मस्तले. खाना खानै मन लागेन. बिहान पनि खाना खाएन. त्यही हो चाउचाउ के खाएर यहाँ पेटै रन्नै भएको छ क्या. अहिले चाहिँ हामी पनि अहिले राइट नाउ अहिले सल्यानमै हो. सो यतादेखि आएको हामी चाहिँ. सो म यहाँनिर बसिरहेको छु. अरू त्यता छन् त्यहाँ टक्क लगाएर गफ हान्दैछन्. म यहाँ यता घाम ताप्दै बसिरहेको छु. सो त्यही नै हो गाइज. गाडीमा भिडियो बनाउने यताउता झ्याउ लाग्छ. सो लेट्स चेक इट आउट के हुन्छ अब नेक्स्ट. अब कहाँ म देखाउँदै गर्छु हजुरहरूलाई. सो सो गाइज यु क्यान सी यस्तो छ यहाँको भ्यू. अहिले चाहिँ ठक्क फाइनल्ली म चाहिँ यहाँ पुगिसकेँ. आज अगाडि 2 बजीतिर पुग्यौँ के अरे खलङ्गा. अहिले चाहिँ म माइलबाको घरमा बसिरहेको छु. सो अब यहाँदेखि भोलि निस्किन्छु. ड्रेसहरू नै हो. अब यो कपडाहरू धुन पनि झ्याउ लाग्छ. त्यही भएर घर गएर सफा गर्छु होला. सो अहिलेलाई यति नै हो. जिउ पनि दुखिरहेको छ. अब सुत्नुपर्छ. सो आजको भिडियो यतिमै एन्ड गरौँ. लेट्स अन्त के अरे अर्को भिडियोमा भेटौँला.